राष्ट्रिय स्वतन्त्र पार्टीले 21 फागुनको निर्वाचनका लागि आवेदन माग गरेको छ। विपिन कुमार आचार्य संयोजकत्वको उम्मेद्वार छनौट समितिले आजदेखि उम्मेद्वारका लागि आवेदन खुला गरेको हो। आगामी 21 फागुनमा हुने संघीय निर्वाचन अन्तर्गतको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि पार्टीको आन्तरिक उम्मेद्वार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरूलाई उम्मेद्वार छनौट रूपरेखा बमोजिम आजदेखि उम्मेद्वारी आवेदन खुला गरिएको बेहोरा सूचित गरिन्छ, रासवपाले भनेको छ। पार्टीको मोबाइल एप मार्फत पनि आवेदन दिन सकिने रासवपाले जनारेको छ। रासवपाले आवेदन शुल्क 25,000 रुपैयाँ तोकेको छ। उम्मेद्वारी आवेदन शुल्क तिर्न नसक्नेले विपन्नताको परिचय पत्र पेश गर्नुपर्ने रासवपाको भनाइ छ। योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदन साथ निम्न कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेल मार्फत उम्मेद्वार छनौट समितिमा पेश गर्नुपर्नेछ। सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचय पत्र सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र पेश गरेपछि उपलब्ध कागजातहरूका आधारमा आवेदन शुल्क मिनाहा गर्ने नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने रासवपाको भनाइ छ।